चिसो बिहान बिहान त एकदमै चिसो पो हुँदो रहेछ त नजिककोमा त देखेछ टाढाको त देखेको छैन फेरि अनि गाइजहरू आई वाजन्ट सपोज टु रेकर्ड म रेकर्ड गर्छु सोचेको थिएन होइन बट आज ट्रेनले प्र्याङ्क गर्यो हामीसँग प्लेटफर्म 4मा पहिला चाहिँ प्लेटफर्म 4मा देखाएको थियो प्लेटफर्म 4मा गइयो प्लेटफर्म 4मा गएपछि चाहिँ ट्रेनले रुट चेन्ज गर्यो प्लेटफर्म 2मा आउँछ अब अरे अनि फेरि प्लेटफर्म 2मा गयो प्लेटफर्म 2मा फेरि स्केलेटर चलेको थिएन क्या भनाङ चढेर गयो देन त लल फेरि प्लेटफर्म 4मै आउँछ यस्तो रिस उठिरहेको थियो यार बिहान बिहान प्र्याङ्क हान्ने यार ट्रेनले हामीसँग अनि त हुन त म होइन त्यस्तो चेन्ज गर्न पर्ने नि थिएन ढिलो भयो भने नि अर्को ट्रेनमा चढ्दा नि आइपुग्थेँ बट हुन्छ नि त छिटो आएर बस्नु पाएँ भन्ने फिलिङ थियो अनि यसो चिया खान पाइन्छ भनेर गर्दा त्यो वेबसाइटमा चाहिँ 24 आवर ओपन लेखिरहेको थियो लल त्यहाँ त ओपनै छैन म त्यसो चिया खान पाइन्छ कि सोचेको त कहाँको पाउने यार ओ चिसो 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 माई गड एनिवेज आज चाहिँ बिहानै 8:45बाट 7:45बाट काम हो कति बज्यो यार 7:30 भयो होला सो गाइजहरू 7:30 भएको छैन हुँदैछ आई टक टु यु आफ्टर काम आई डोन्ट नो गाइजहरू मेरो आजको दिन राम्रो छैन कि क्या हो यत्रो हिँडेर आएँ होइन आल्टीको ठाउँबाट छिरेर उताबाट नि जस्तै उता घुमेर जानुपर्छ भनेर यता सिधै आएँ ल यहाँको ढोका त खुल्दैन एउटा कस्टमर आउँदैछ खुल्छ कि हेर्छु म कस्तो रिस उठ्ने यार लक नै ओपन गरिरहेको छैन यहाँको यो ढोका चाहिँ म काम सकेर निस्किनेवाला ढोका खुलेकै छैन आजको दिन के हो त राम्रो छ जस्तो मलाई लागेन हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो आज म एकदमै धेरै पछि बल्ल रेकर्ड गर्दैछु यो हेर्नु न यहाँ घाउ आएर यो चाहिँ 1 हप्ता भयो कि क्या हो सन्चो हुँदैछ अनि त्यही भएर नि मलाई रेकर्ड गर्न मन लाग्थेन अनि अर्को कुरा चाहिँ यो क्वार्टरमा आइम रियली बिजी के हरेक हप्ता क्लास हुन्छ अनि काम हुन्छ अनि असाइनमेन्ट हुन्छ के क्विज हुन्छ त्यसले गर्दाखेरि आई वाजन बिङ एबल टु रेकर्ड गर्न टाइम मिल्दा नि रेकर्ड गर्न मन लागेको थिएन एन्ड फाइनली आइम रेकर्डिङ अनि म चाहिँ भर्खरै कामबाट आएर अब यो खाना तताएर खाने लाग्यो अनि त्यही मेसोमा अनि मैले फर्सी अस्ति चाहिँ सस्तो भएको थियो फर्सी त्यो बेलामा लिएर आएको थिएँ अनि पकाउँला भनेर काटेर राखेको थिएँ मैले हिजो कि अस्ति हो बिग्रे छैन अफकोर्स अनि अब चाहिँ ठ्याक्कै बसाल्दैछु फर्सी कसरी बसाल्ने हजुरलाई थाहा छ कि नै आई मिन सबैको आफ्नो आफ्नो तरिका हुन्छ हाम्रोमा चाहिँ यसरी कसरी बनाउँछन् भन्दाखेरि कुकरमा सिधै फर्सी हालिदिने नुन पिरोहरू हालिदिने पानी हालिदिने अनि त्यहाँपछि सिस्टी लगाइदिने अनि फ्यात्त हुन्छ अनि त्यहाँपछि चाहिँ लतक्क परेर सबै गलिसकेपछि चाहिँ छुट्टै जिम्मुले झार्ने त्यस्तो गर्ने हो हाम्रो चाहिँ त्यस्तो गर्ने चलन छ मलाई सिकाएको नै त्यस्तै हो अरू तरिकाले त पकाउनु मलाई आउँदैन बिकज हाम्रो घरमा त्यसरी नै पकाइराख्थेँ सिकाएँ त्यसरी नै सो म त्यसरी नै पकाउँदैछु एन्ड आई सी यू हेलो गाइस वेलकम टु माई न्यू भिडियो म युजुअली होइन फोटोजबाट भिडियो लिने मान्छे आज भिडियोजबाट भिडियो लिँदैछु बिकज फोटोजबाट भिडियो लिँदाखेरि मेरो कपाल वाज लुकिङ वेयर्ड दिस इज हाउ माई हेयर इज लुकिङ फ्रम while taking videos from photos बडी चाहिँ यहाँ थाप्लोमै बडी ओभर नै कलर देखिरहेको छ अन्त नि सो इट वाज लुकिङ वेयर्ड अनि गाइजहरू आई वाज जस्ट डन विथ द क्लास अनि क्लास सकेर आउँदै थिएँ अनि अब आएपछि खानेकुरा केही छैन पकाउनु पर्छ नि त पकाउनु पर्ने झन्झटको सुरले यही क्याएफसीबाट बर्गर ल्याएँ नखाएको पनि कति धेरै भयो त्यो बर्गर खानु मन लागेको थियो पहिला अस्ति नै बर्गर खानु मन लाग्दैन अरू केही खाने जस्तो गइरहेको थिएँ सो खानु मन लागेको थियो सो फाइनली बर्गर लिएर आएँ वहीँ बसेर खान नि सक्थ्यो बट घरमै आएर आनन्दले खान्छु नि त आई क्यान डु समथिङ एल्स अलङ विथ इट सो घरमा लिएर आउँदैछु अनि मेरो कलर र यो स्वेटर म्याच गरेछ कि नै कि यो र यो म्याच गरेछ
कस्तो के म अर्कै जस्तो देखिरहेको छ क्या चेन्ज हुनुभन्दा अगाडि म रेकर्ड गर्दैछु अहिले प्लेटफर्म 2बाट प्लेटफर्म 4 भनेर प्लेटफर्म 4मा आएको छु हेलो गाइज आज चाहिँ म क्लास गएर आएको अनि मलाई एउटा कुरा भन्न मन लाग्यो कि अनि हिजो म कामबाट आउँदाखेरि बेलुका थियो हातमा झोला थियो झोला गरुङको थियो होइन ठ्याक्कै मभन्दा अगाडि चाहिँ केही स्टेप 1 2 2 3 स्टेप अगाडि एउटा नेपाली केटा आएको थियो कि मेरो बिल्डिङमै बस्ने लेभल 6मा बस्दो रहेछ पछाडि फर्की मलाई चाहिँ देखेको थियो बट स्टिल के अरू बेला चाहिँ त्यहाँ ठ्याक्कै ढोकासम्म नपुगिन्छ चाहिँ पछाडि फर्की हेरेको थियो अनि ढोकामा पुगेपछि चाहिँ ढोका खोल्यो अनि ड्याङ्गा लागेर ठोकेर पछाडि नफर्किकन गयो कि अनि लास्टमा चाहिँ भित्र छिरेर नि लिफ्टमा कुरेर चाहिँ बस्नु पऱ्यो म ढोका खोलेर मसँग चाबी त थियो नि त जस्तै सो चाबीले ढोका खोलेर भित्र जाँदाखेरि कुर्न परेको थियो स्टिल माई गड के को साह्रो एटिट्युड भयो त्यस्तो कुनै के भन्छ अरे नेपाली हुन त यहाँ चाहिँ नेपाली नै बढी एटिट्युड भएका हुन्छन् क्या त्यही भएर होला मेबी त्यो चाहिँ वान अफ देम पर्दो रहेछ सबै चाहिँ हुँदैन बट मोस्ट हुन्छन् धेरै जस्ता हुन्छन् सो हि वाज वान अफ देम स्टुपिड इल म्यानर्ड गाइजहरू जस्ट रिच टु होम अनि त्यसपछि चेन्ज गरेँ एन्ड नाउ आम इन द किचन बिकज आई निड टु कुक समथिङ बिकज बिहानबाट केही खाएको छैन एन्ड इट्स अलरेडी 3:10 एन्ड आई एम भेरी हङ्ग्री तर सबभन्दा पहिला चाहिँ म के खाऊँ अनार ल्याएछु मैले ड्रागन फ्रुट ल्याएछु यहाँ अस्ट्रेलियामा आएपछि दोज थिङ्स आर फर्स्ट टाइम बिकज अनारको गाइजहरू एउटा अनारको $5.50 $5.50 अनि त्यसपछि ड्रागन फ्रुटको नि आम्मै एउटाको थुप्रै पर्थ्यो वुलवर्थमा तर यो किनेको तर मैले चाहिँ यो किलो भन्दा नि एउटा नै किनेको चाहिँ सस्तो पर्छ जस्तो लाग्यो बिकज वुलवर्थमा पर पिस थियो अनि त्यो चाहिँ हल्का कम नै थियो यो चाहिँ हेर्दाखेरि इत्रुको छ 1 किलो कटिरहेको गाइजहरू ओ माई गड सो आइम गोना इन्जोय वान अफ दोज So let me see what I'm gonna eat first. So guys, this is the pomegranate size हेर्नुस् यत्रो छ यसको पर्यो $5.50 50 थियो कि अझ मैले किन्दा त 90 सेन्ट्स थियो कि क्या हो अहिले चाहिँ हिजो चाहिँ घटेर 50 भयो जस्तो लाग्थ्यो हो कि 50 नै हो पनि म कन्फ्युज भएको हुनसक्छु सो लेट्स कट इट एन्ड देन इट इट हाफ मात्रै खान्छु अहिले चाहिँ हाफ चाहिँ राख्छु फर लेटर खाली पेट दिमाग की बत्ती नै जल्ती भन्ने कुरा त्यो के भन्छ मोटु पतलुमा मोटुले भन्ने हो क्या होइन मेरो पनि त्यस्तै भइरहेको छ आम गना कट इट डाउन एन्ड देन आम गना ह्याभ इट यस्तै हाफ बनाऊँ साह्रो छ क्या हो ओके Oh my god म यो रस पनि खान्छु ल गाइजहरू आम नट गर्न ओइ गिरा त धेरै त छैन त यार blood so I'm gonna eat this half यो चाहिँ राख्छु गाइजहरू as I said previously हुन्छ नि त हाम्रो घरमा फ्रुट्स चाहिँ भेजिटेबलमा फेस्टिभलमा मात्रै ल्याइन्थ्यो होइन अनि त्यो पनि धेरै जस्तो स्याउ केरा मात्रै आउँथ्यो अनि यो अनार चाहिँ धनी वनीले खानु नै पर्थ्यो यो पनि एन्ड नाउ आइ एम ह्याभिङ इट फ्रम माई ओन मनी म पनि धनी भएँ त नाइ यो अनारले मेरो सबै पैसा लग्यो कसरी म धनी हुनु यो अनार खानको लागि मैले मेरो सबै पैसा स्पेन्ड गरेँ गाइजहरू सो यु गाइज निड टु बुस्ट माई भिडियो मेक मी भाइरल एन्ड हेल्प मी रिकभर माई मनी सो गाइजहरू दाल बसालेँ यसमा अनि यसमा चाहिँ गोर्मेला उसिन हालेको बिकज नर्मली मैले जसरी भुटेर बनाउँछु नि त्यसरी बनाउने मेरो आज मन छैन जाँगर छैन के भनौँ सो आज उसिनेर नै पकाइदिने उसिनेर अनि मिक्सीमा हालिदिने सो चिल
म पानी बिहान एउटा पानी नखाएको भएर होला गाइजहरू घाँटी कस्तो कस्तो भएको कस्तो पानी खानु पऱ्यो पहिला गाइजहरू। सो दाल पाक्यो अनि दालमा मैले जिम्बु र अजवाइन हो कि के भन्छ त्यो मसिनो मसिनो गेडा हुन्छ नि मलाई एक्ज्याक्टली सब कुरा थाहा छैन बिकज हाम्रो घरमा जस्तो नर्मली दाल मात्र पकाइन्छ नि जिम्बुले मात्र जानिन्छ अरू केहीले जानिँदैन सो आई डोन्ट नो एनिथिङ एल्स सो त्यसले झाने अनि चटनी पनि पिनेर भ्याएँ सो अनि बेलुका बनाएको चाहिँ काँक्रो र क्यारोटको मात्रै अचार छ सो म त्यो सबै खान्छु अनि यो बोलमा भात हालेँ सबै कुरा यसैमा हालेर खान्छु म धेरै भाँडो जुठो गर्दिनँ सो आम गना इन्जोय माई लन्च स्न्याक दिउँसो खाने के खाजालाई स्न्याक भन्छ होइन सब मेरो यही नै हो सो आम गना इट मलाई चाहिँ अचारमा चाहिँ क्युकम्बर धेरै मनपर्छ क्यारेट खासै मन पर्दैन बट हाल्न पर्ने भएको भएर मात्र हाले हो सो सामगान अब चाहिँ दाल हाल्छु यसलाई चाहिँ बिर्को लगाएर फ्रिजमा राखिदिन्छु यस्तो मिठो बास्ना आएको छ कि गाइस दालबाट पनि मलाई यस्तै चाहिएको थियो यस्तै आएको छ सो आइम जस्ट इन्जोइङ इट अनि एज यु गाइज नो मैले चाहिँ भातभन्दा धेरै तरकारीहरू खान्छु सो आम गन ह्याभ दाल भेरी 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 मच तरकारी बनाएको छैन नि त मैले जस्ट दाल अचार चटनी हो सो आम गन इट दाल मोर सो गाइज दिस इज हाउ इट इज लुकिङ आफ्टर मिक्सिङ एभ्रिथिङ अनि मजा अर्को मोबाइलमा चाहिँ टिकटक हेर्दै अनि यो खाँदै गर्छु एन्ड आल सी यु प्रोबेबली टुमरो बिकज आजको लागि यति नै हो म यही नै खान्छु यति नै खान्छु अनि यो मात्रै खान्छु सो गुड नाइट गाइज कति धेरै हो